यहाँ हाम्रा चेलीबेटीहरू के पनि भन्दैछन् भने सिङ्गल न पिङ्गल पनि भन्नु हुँदैछ उहाँहरू। हामी कन्डमको डाँडामाथि टुप्पो चुचुरोमा आएको छौँ। नाम चाहिँ अब भन्न चाहिन। त्यसो भएपछि अब यहाँ यो अनि लक्ष्मी सरलाई यहाँको अनुभव चाहिँ के लागिरहेको छ? अब यो हाम्रो म त पहाडमै जन्मेर खेलेर हुर्केर बुढो भएको मान्छे अनि यो बाटो जहिले तहिले वर्षमा 2 पटक 3 पटक हिँडिरहेको हुन्छु, देखिरहेको हुन्छु र पनि सुन्दर छ, हराभरा छ, अनुपम सुन्दरताले चाहिँ भरिएको क्षेत्र छ। वरिपरि चिया बगान छ, सुन्दर घरहरू छन्, सुन्दर बस्तीहरू छन्, शीतल रमणीय वातावरण छ। मङ्सिर महिनामा आज त झन् कति न्यानो घाम छ होइन? हजुर बिहानै आयो तलबाट जाडोमा, झापाको हुस्से खाँदै खाँदै आयो। यहाँ आइपुगेपछि चाहिँ न्यानो घामले मलाई निन्द्रा पो लाग्ला जस्तो भइरहेको छ अहिले। ल तपाईँको अनुभवलाई पनि धेरै धेरै धन्यवाद। अनि भाइहरूलाई चाहिँ कस्तो लाग्दैछ त अब आज यो झापाबाट यो इलामको कन्डम आइयो? एकदम दामी लाग्दैछ। दामी मात्रै लाग्दैछ? राम्रो राम्रो। ल अब भाइलाई कस्तो लाग्दैछ त यहाँको वातावरण? यो मधेसको राजवंशीलाई यहाँ अनौठो अचम्म लागिरहेको छ। अब भाइलाई चाहिँ मेरो ससुराली राजालाई चाहिँ के कस्तो अनुभव भयो त यहाँ अब हामी इलाममा डुल्न आइयो? तपाईँका ससुराली राजा सिङ्गल छन्, मुन्ने ससुराली रानीको चारीमा छन्। हजुर मैले बुझ्दाखेरि कोही साथी लिएर आएका भए अझै यिनलाई रमाइलो हुन्थ्यो, यी एक्लै भएर निराश छन्। मैले निश्चित रूपमा प्रचुरतिरहेको भन्नुपर्दा म एकदम हर्ष उल्लास बडो आनन्द अनुभूति गरिरहेको छु। ल धन्यवाद धन्यवाद। ल धन्यवाद।